नमस्कार साथीहरू। फागुन 21 को प्रतिनिधि सभाको समानुपातिकको तर्फबाट चुनाव जितेकी हाम्री स्याङ्जाली चेली पद्मा अर्यालजीको कुरो एकचोटि सुनौ त के भन्नुहुन्छ उहाँ? हामी कहाँ उभिन पर्छ उभिन्छौँ, झुक्क्याएर के गरेर अनि फेरि छड्केबाट अनि दम्भ घमण्ड देखाएर राष्ट्र हित विपरीतका जनहित विपरीतका कुरा चाहिँ बहुमतको नाममा नठेल्नुहोस्। त्यो बेला एमाले साथमा हुँदैन। दम्ब देखाएर झुक्क्याएर भन्न त तपाईहरूले सुहाउँदैन दिदी। मेरो दिदी, तपाईँ प्रत्यक्षबाट लडेको भए हुन्थ्यो, समानुपातिकबाट जितेर जानुभएको छ, ठिक छ। भूमि सुधार मन्त्री हुँदाखेरि तपाईँलाई पनि चिया बगानमा तपाईँ पनि समेटिनु भएको छ। सायद तपाईँ पनि कारबाहीमा पर्न सक्नुहुन्छ। पक्का सम्भावना छ तपाईँ पनि कारबाहीमा पर्न सक्ने हो। राष्ट्र विपरीत, राष्ट्रको हित विपरीत काम गरे भने तपाईँले मात्रै होइन, हामीले पनि आवाज उठाउँछौँ, हामीले पनि सडकबाट आवाज उठाउँछौँ राजसपाले राष्ट्र विपरीत काम गर्यो भने। तर तपाईँहरू जस्तो प्रतिशोध साँधेर एउटा व्यक्तिको पछाडि लाग्ने चाहिँ पटक्कै गर्दैन, पक्कै पनि गर्दैन राजसपाले। तपाईँहरूलाई के लाग्छ साथीहरू? कमेन्ट गरौँ त कमेन्ट बक्समा गएर सभ्य तरिकाले।